फेरि 220 होइन फुल सर्भिसिङ गर्न लाख र यहाँ हेर्नु टायर सायर खोलेर पुरै पछाडिको डिस्प्ले पनि गएको डिस्प्ले पनि फेरि दिनु लाख होइन टक्क पुरै खोलेर होइन हामीले यसरी धुन्छ वास गर्छौँ पुरै यहाँ हेर्नु कचरा यहाँ पुरै धुनु लाख अनि ट्याङ्कीमा यसको पानी छ पुरै पानी जमेछ होइन ट्याङ्की पनि खोलेर देखाउँछु म तपाईँलाई है त र पछाडि यस पकेटको बेरिङको हालत पुरै ढक्छ पुरै फुट्या यो त फाइनली हामीले ट्याङ्की खोलिसक्यो होइन अब ट्याङ्कीबाट हेरौँ है त पानी लो छ कि यहाँनिर यो पानी किन भरेको भने म भन्छु तपाईँलाई यो पानी किन यसमा ट्याङ्कीभित्र पानी गएको भनेर यो पानी पस्ने कारण चाहिँ यस्तो हुन्छ ल हेर्नु है यो जुन प्वाल छ नि यो प्वाल थुन्ने भने अनि यहाँबाट पानी पास हुँदैन नि त राम्रोसँग त्यही भएर यहाँ माथि पानी जम्मा हुन्छ पानी जम्मा भएर यहाँभित्र ट्याङ्कीमा छिर्छ क्या यस्तो एउटा तार लिनुपर्छ कि होइन तार लिएर यहाँ प्वालमा छिराएर यसरी अनि बल्ल सफा हुन्छ पेट्रोल हाल्छ भाइ यहाँ पेट्रोल यहाँ यतापट्टि यहाँ तलबाट झर्छ अब ल हेर्नु कस्तो मजाले